हेलो 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 के छ आज चाहिँ हाम्रो थर्सडे हैन अर्को बिदा अब आज हामी कहाँ जाने आज चाहिँ यसो जाने हो त्यो अब कता हुन्छ है फेयरफिल्ड इस्टर सो भन्ने हेरिरहेको छु हैन त्यहाँ जाने कि भन्ने कुरा हो हेर कता गइन्छ ल अब चिया खाएर अब एकछिनमा निस्किने है त हामी ल चिया भन्छ हाम्रो ब्रेकफास्ट ओके अब चाहिँ हामी निस्किने बेला भयो नुहाइदिए गऱ्यो पुरा हावा आज त पुरै उज्यालो र उज्यालै छ है हेर्दैछ कस्तो हुन्छ आज त जुत्ता लगाएर जानुपर्ने कन्डिसन छ आज चाहिँ है त कस्तो हुन्छ हेर्दैछ थ्याङ्क यू आज चाहिँ जुत्ता लगाएर कसरी ल चल चाहिँ हामी निस्क्यौँ अब यहाँबाट घरबाट कफी थियो चिया छ चिया सरी कफी होइन चिसो रहेछ एकदमै अब जाने कस्तो हुन्छ हेर्दैछ है त ल यहाँ त दुइटै सेम रहेछ टल्केर बसेको कुन चाहिँमा चढ्ने भन्ने कुरा सेम हो माथिको खुइलेको पनि सेम छ ल ओके अब चाहिँ हामी जाने बेला भयो निस्किने बेला भयो होइन अनि 1 घन्टा छ है त यहाँबाट ठ्याक्कै 1 घन्टा छ ल हामी ढिलो नगरिकन निस्किनु ल 2:30 भइसक्यो ल हस् कपिराइट आउँछ चिया गुली धेरै भएछ कि है त हामी चाहिँ अब कति 10 मिनट जस्तोमा पुग्छौँ अब यहाँ फेयरफिल्ड आइसक्यो अनि हेरौँ है त कस्तो छ के छ त्यहाँ है त हामी चाहिँ आइपुग्यौँ अहिले यस्तो यहाँ अगाडि छ यहाँ जाने ल चाहिँ हामी चाहिँ आइपुग्यो अब हेरौँ है त के छ यहाँ यस्तो छ यता चाहिँ रहेछ ल हेऱ्यो चाहिँ ठाउँमा ल मान्छे रहेछ त नि हेलो माइन्ड वाट्सअप पुरै हेरेको छ यहाँ हेर त हामीलाई थ्याङ्क यू चाहिँ हामी जब गएर हेर त एकछिन के रहेछ बच्चाहरूले हेर्ने कुरा रहेछ क्या सिद्धि माथि त रवि ल हामी चाहिँ यहाँ छौँ अहिले अब घर फर्किने खै कता फर्किने अब यहाँ चाहिँ अलमोस्ट हेरेर भ्याइ यति नै हो है हाम्रो त एक राउन्ड घुमेर सकियो पुरै इस्टर छ त फिनिस भयो त अहिले बेलुका चाहिँ यहाँ कहिले फायरवर्क्स हुन्छ के भन्दै थियो है अन्त एउटा सर्कस पनि हुँदो रहेछ ल अब चाहिँ घर फर्किने होला है यति नै होला आजको हेर्दैछ ल हामी यहाँ छौँ है त कता हो सिडनी इस्टर सो फेयरफिल्डको है त ल आजको लागि यति नै ल अरू कति जाने अब है त अब हामी कहाँ जाँदैछौँ अब हजुर आइट
है त अब चाहिँ हामी जाँदैछौँ कहाँ जाँदैछौँ अहिले अब प्रतीक्षा बहिनीकोमा जाँदैछौँ है त खाना खानको लागि अब ल है त त्यही होस् यतिकै आज छोटो दिन भयो अब 2 बजे त कति बजे 3 बजे 3 बजे कति बजे निस्केको थियो ठिक छ आजको लागि यति नै हो ल अब एकछिनमा म खाना बना यहाँ चाहिँ कस्तो के त ठ्याक्क लाइट यता परिरहेछ है अलिक गोरो देखा जस्तो लाग्छ कि यो भिडियो चाहिँ ठ्याक्क लाइट परेछ नि त कस्तो देखेछ हेरौँ है त कस्तो देखेछ भने ल त हामीले तेल सेल हालिदिएँ अब हामी एकछिन हर्सुल वेस्टफिल्डमा गएर त्यसपछि चाहिँ उता बहिनीकोमा जान्छौँ होला पुरै ट्राफिक छ अब यहाँ देखाइरहेछ यहीँ नजिकै हुन चाहिँ है तर धेरै पनि देखाएको छ ल है त ल हेर्दै जाऊँ कस्तो हुन्छ अब हेर्न नि के छ अरे यति नै आजको लागि दोस्दै पऱ्यो है बस यस्तो छ हामी चाहिँ अहिले यहाँ कहाँ छ भने वेस्टफिल्डमा है त फेरि गाडीको लाइन छ यहाँ पुरै पार्किङ नभएर हामी चाहिँ लक्कीले एउटा पाइहाल्यो अब यहाँ यसो एक राउन्ड घुमेर हामी जान्छौँ त्यहाँ हर्सफिल्डमा छौँ है त हर्सफिल्डमा हामी चाहिँ गिलो चटपट खाना छौँ है त कस्तो ल भनौँ ठिक छ ओके हामीले यहाँ सपिङ गऱ्यो सामान हल्का पुरा किन्यो होइन अब चाहिँ हामी बहिनीको घर जान्छौँ है त हस् बहिनीहरू नै आएन गर्मीमा एकदम बिच लगाइकन गर्मी अहिलेको ल भयो त हामी चाहिँ हान्छ यता हेरेँ त ल 1 2 यो चाहिँ हाम्रो चिया ल चियर्स